उहाँ चाहिँ काम टुङ्गिएर झरिसक्नुभयो हेर्नुहोस् दर्शकबिन। उहाँसँग छोटकरी बात गर्नेछु। अनि तपाईँको नाम भनिदिनुहोस् त। मेरो नाम भनिहाल्नु भयो नि। होइन फेरि तपाईँको मुखबाट भनिदिनुहोस् एकदम क्लियरसँगले। नाम त कमलै हो नि त। कमल भनेको चाहिँ कमल हो न साह्रो फेरि? कमलै हो। कमल हो है। तर यहाँ गस काटेको हेर्दा त त्यस्तो लागेन नि, कमल जस्तो लागेन। हजुर हजुर हजुर। अनि यो घाँस काट्ने तपाईँलाई प्रेरणा चाहिँ कहाँबाट आयो? कति सालबाट यो गर्नुहुन्छ यसरी? थुप्रै साल भइसक्यो। कति साल जस्तो भयो यसै? 10-12 साल। यस्तो घुरौँ न, यता जान्छौँ। कति साल तपाईँ कसरी यो सुरु गर्नुभयो काट्नु यसरी यस्तो माथि माथि? त्यही त म पनि छक्क परेँ। अघि त्यहाँ जुन जहाँ उठ्नुभयो तपाईँ कमसेकम त्यो 80-90-100 फिट होला त्यो घाँस है, त्यति माथि माथि उठ्नुभयो। अनि यो कसरी प्रेरणा कहाँबाट आयो तपाईँलाई यसरी? हजुर